ल क्याम्पिङको लागि रेडी हुँदैछ सामानहरू। अब यहाँ कुकरहरू सबै हाले। कुकर यो हाम्रो थर्मो, अनि यहाँ छ खानेकुराहरू, यहाँ पनि छ। यहाँ हाम्रो क्याम्पिङको लागि यहाँ छ क्याम्पिङ टेन्ट, यहाँ छ। यहाँ हामीले चाहिने कुराहरू सबै दाइले यहाँ प्याकिङ गर्दै हुनुहुन्छ। हेलो गरिदिनु। ल हाम्रो चाहिँ यो रेडी हुँदैछ है गाइज भोलिको लागि। भोलि हामी क्याम्पिङ जाँदैछु। अब यसलाई मेरिनेट गरेर टक्क पारेर, यो चाहिँ पोर्क, यो चाहिँ चिकन अब मेरिनेट गर्ने टक्क गाडीमा साथीले काट्दैछ। ल साथी कस्तो लागिरहेछ त? ओभर रमाइलो लागिरहेछ, तर बिरामी छ यार। ल ठिकै छ। ल वेलकम ब्याक टु माई च्यानल गाइज। धेरै दिनपछि देखियो। आज हामी चाहिँ क्यानाडाको एडमन्टन भन्ने ठाउँ जाँदैछु 4 नाइट 5 डेजको लागि। अनि हामी यहाँ हाम्रो दाइले यहाँ सामान प्याकिङ गर्नको लागि रेडी गर्दै हुनुहुन्छ। हामीसँग सबै कुरा छ। हामीसँग जस्तै अब क्याम्पिङ टेन्टहरू, यहाँ फायरहरू, यहाँ हामीले सामानहरू सबै प्याक गरिसकेको छु। यहाँ स्लिपिङ ब्यागहरू सबै छ। र हाम्रो चाहिँ ट्रिप सुरु भयो। ल दाइ हेलो गरिदिनु। हेलो हेलो। ल कस्तो छ त दाइ, एउटा रिभ्यू दिनु। कडा तयारी छ। ल ल भाउजू हुनुहुन्छ, यहाँ छोरी साथी बोल्ने भनेर। ल यहाँ म पनि छु। ल अब हामी चाहिँ निस्केको है ट्रिप। ल ल 4 नाइट 5 डेजको लागि 24 किलोमिटर निस्केको हामी आजको लागि क्याम्पिङको लागि। जेस्पर 794 भ्यानकुभरबाट निस्क्यौँ हामी। 8 घन्टाको ड्राइभ छ। ल हामी चाहिँ हाइवेमा कनेक्सन भइसकेको छ। अब हामी यहाँबाट निस्किसक्यो भ्यानकुभरबाट। अब यो हाइवे 344 किलोमिटर क्या। होइन मिल्छ। सबै युएसएको पहाडहरू हो। यो चाहिँ हाम्रो क्यानाडाको पहाड। यो चाहिँ हामी जाँदैछौँ हाम्रो आफ्नो गन्तव्य। पानी पर्दैछ सिमसिमे। पानी परेको दामी देखिरहेछ यहाँबाट, तर आँखाले मात्रै राम्रो देख्छ। कुन रोड? यही रोड हो लेफ्ट लुकाको हुने यही हो। डाँडा युएसए बोर्डर भयो 195 के भयो चाहिँ युएसए ए हो है। त्यो पूर्व जाँदाखेरि पछाडि रोड पनि यस्तै छ। हो इटरी धरान चाहिँ इटरी धरान चाहिँ मिल्छ। ल चाल पहाड पहाड धेरै दिनपछि नजिकबाट पहाड देख्न पाइयो। 10 बजी सुति हालिन्छ नि। 7 बजी पुग्यो। 8 9 10 3 घन्टा खाइहालिन्छ। पोल्दैछ हान्दैछ झाप्दो बिगायो झाप्दो बिग्रेर छिर्यो। We are big on Yamaha. Jasper. आजको भने होइन। झरना गाइस, झरनाहरू ठन्डै छ, सानो सानो छ तर
पानी परेर झर्ना त्यो पानी परेर हो क्या फेरि झर्ना घाम लाग्ने ठाउँमा त पानी छैन कि समीर अब छैन हेर त होइन ल बल्ल हामी अलिकति पानी रहेपछि खतरा ठाउँमा आइपुगेछ भोक पुग्नलाई जम्मा अब 1 किलोमिटर हामीले अघि टपेस बाटो पुरै पानीको बाटो काटेर अहिले हामी शीतलतातिर छौँ माथि दामी देखिरहेको छ हेर्नु सक्नुहुन्छ तपाईँहरूले भ्यूहरू चाहिँ एकदम नेपालीकै जस्तो छ भ्यूहरू चाहिँ चिचल्दै हामी जाँदैछौँ आफ्नो गन्तव्यतिर भएन न बिहारले कसरी हातहरू गुफा भित्र छ र गुफा जति थिएन के हो यार कस्तो हाइट हो यार तीन रे थुङ्गा खिच यहीँ छ यहीँ अगाडि भ्यू चाँडो चाँडो यो पाहाड छुटाउनु भन है के भएको यो सबै अस्ति आगो लागेको थियो यतापट्टि हेर नि त्यो देखाएको थियो नि सब आगो लागेको थियो अस्ति जङ्गलमा आगो लागेको जङ्गल पुरै डढेर सब जङ्गलमा आगो लागेर अस्ति भएकोमा पुरै जङ्गल आगो लागेर सब पाहाडदेखिको बाटो है बाटो ओहो हामी जाने बाटो थियो यो त पाहाडै पाहाड माथि माथि उडाएको जस्तो भयो त गाडी त त्यही त खतरा निकोला भ्याली निकोला भ्याली यस्तो छ गाडी छ बाटो बाटो हाइवे राइटतिर चाहिँ ढल्काउँदै गर्ने कस्तो पुरै चारैतिर उसमा बिचमा रहेछ है पहाडको बिच भ्याली रहेछ नि त हामी क्याम्पसै बस्ने त्यहाँ हुँदा अहिले चाहिँ हामी टिम होटलमा सानो ब्रेक लिएको छु कफी र ऱ्यापहरू खाएर निस्किँदै अब पेट्रोल हाल्दै हामी यहाँबाट कति 450 किलोमिटर जति होला लगभग अनि त्यो हामी अब गन्तव्यतिर निस्किन्छौँ यहाँबाट त्यही हो अहिलेको अपडेट यति नै हो यो चाहिँ हाम्रो कति 400 प्लस राइड गरेपछि हाम्रो सानो ब्रेक सेकेन्ड स्टप हो टिम होटलमा ऱ्याप खाँदैछु कस्तो भइरहेछ दाइ भाउजू कस्तो भइरहेछ हो तिमीलाई कस्तो भइरहेछ त एकदम रमाइलो भइरहेछ अहिले हामी टिम होटलमा छु टक्क पारेर खाँदैछु त्यस्तै हो
त्यही हो, अब हामी बाटोको के हुन्छ सबै कुरा देखाउँछु। अलिकति अब डिस्टर्ब होला, हल्ला छ, त्यही हो, रमाइलो गर्छु जान्दैछु। ल हाम्रो चाहिँ यहाँ पेट्रोल अब भर गरेर टक्क अब हामी यहाँबाट कहीँ कतै नरोकी सरासरी हाम्रो गन्तव्यतिर जाने कोसिस गर्छु, तर कहीँ परिहाल्यो भने रोक्नु पनि सक्छु हामी। भ्याली पनि अर्कै है, बाटो पनि हेर न, पुरै ल्यान्डस्केप चेन्ज भयो। त ब्लू यतापट्टि हेर न, 360 यता पनि हेर न, अगाडि पनि। बबाल भ्यू छ है गाइजहरू। यो चाहिँ अलबर्टातिर हामी लाग्दैछौँ। अझै पनि भ्यूहरू हेर्दै राम्रो छ, भ्यूहरू एकदमै। टाइम जोन 1 घन्टा अगाडि होइन, 6:30 बजे 7:30 टाइम जोन पनि बढ्यो 1 घन्टा। भनेपछि त यहाँ 10 बजे रात पर्छ र क्या आइसक्यो त। फेरि 5 बजे उठा के नेटवर्क चेन्ज गर्दा थियो। हजुर के चाहिँ वाइफाई? जामले भइहाल्छ। ल साथी चिसो छ यार। हामी एकछिन सर्ट ब्रेक 2 मिनटको लागि। कस्तो भइरहेछ साथी? थाकिरहेछ अब परे। 2 मिनट ब्रेकै गाइस। हामी आइसके अब यहाँ 100 किलोमिटर मात्रै छ त, अब हामी पुग्नु लाग्यो। ल गाइस हामी अब त्यही हो जाँदैछौँ। सर्ट ब्रेक लिइहाल्यो हामी 2 मिनटको। अब के भन्नु, त्यही हो, अब हामी ज्यास्टर पुगेर सिधै भेट्नुपर्छ त्यहीँ। अलिअलि म बाटोको देखाउँछु, त्यही हो। मैले कस्तो क्या हो गाडी चाहिँ जाने हो क्या छोरो? ल रोड पनि त्यस्तै छ, हामी मात्रै दामी। ल
जो त यार माथि हेर त धुस्तो भा देख्यौ रेनबो ल आयो त वेलकम टु अल्बर्टा आयो है गाइजहरू हामी आज अल्बर्टामा हामी नाइट स्टे गर्छु क्याम्पिङ गर्छु त्यसपछि हामी भोलि लाग्छु अहिले हामी अल्बर्टामा आइसक्यो है भ्यान्कुभर टु अल्बर्टा ज्यास्पर नेसनल पार्क लो गाइज हामी चाहिँ ज्यास्परमा आइसके ज्यास्पर गेटबाट कटिसके अब हामी यहाँबाट अब 2 किलोमिटरमा हामी आफ्नो गन्तव्य आजको नाइट स्टे गर्ने ठाउँ पुग्छु र यहाँ हेर्नु सक्नुहुन्छ आगो सागो लगाइसकेको रहेछ यहाँ कति वर्ष अगाडिको हो यो तर जे होस् हामी ठाउँमा छु रमाइलो छ ठाउँ पनि हेर्दाखेरि भ्यूहरू हेर्दा ठिकै छ हेर्दाखेरि चितवन जस्तो देख्छ तर यो चितवन होइन यो ज्यास्पर हो यो नेसनल पार्क हो अल्बर्टाको यहाँ त किन सबैजना स्लो छन् भनेर हामी आफ्नो गन्तव्यमा पुग्यो आजको घाम मजाले लागेको छ बिहान पानी परिरहेको थियो स्नोफल भयो बिचमा थोरै भए पनि पर्मिट होल्डर्स नि होइन अब विस्लर कता जाने हामी पर्मिट होल्डरतिर जाने कि विस्लर रेजिस्ट्रेसन आइसके दाइहरू यहाँ बुझ्नु जानुभएको छ अब हाम्रो यहाँ क्याम्पिङ ग्राउन्डमा हाम्रो आज क्याम्पिङ यतैतिर हुन्छ अब यता कता हो अब जानुपर्छ हेरौँ अहिले म देखाउँछु सबै कुरा दाइहरू जानु दाइ र मेरो साथी गएको छ यता हामी चाहिँ अहिले ज्यास्परमा आइसके त्यही हो अब हामी गएर क्याम्पिङ स्याम्पिङ गर्छु टेन्ट सेन्टहरू बनाउँछु सबैजना यहाँ एक्साइटेड हुनुहुन्छ दाइ कतिको एक्साइटेड हुनुहुन्छ समीर कतिको एक्साइटेड तपाईँ एक्साइटेड हुनुहुन्छ छोरी ल यहाँ सबैजना एक्साइटेड हुनुहुन्छ अब हामी जाँदैछु अहिलेको यही हो भ्यू राम्रो छ त्यही हो हामी चाहिँ हाम्रो यहाँ क्याम्पिङको लागि खोज्दैछु आफ्नो ठाउँ 15-16 आयो भनेपछि 17-19 कति 22 हो 22 ल अब आउनु लाग्यो है हाम्रो यहाँ क्याम्पिङ 22 हेर्दै जा अनि चौथो स्पट हो भनेको एबिसी पछाडि पनि 22 हो कि क्या हो ल साथी चाहिँ तातिरहेछ यहाँ टेन्ट लाउनको लागि ल साथी कतिको एक्साइटेड छौ त टेन्ट लाउन ल यहाँ अब टाइम ल्याप्सहरू देखाउँछु म हाम्रो यहीँ छ आजको लागि भ्यूहरू यस्तो छ ल रमाइलो गर्नुपर्छ ल साथीले यहाँ लाउँदैछ म टाइम ल्याप्स बनाउँदैछु अब ल दाइ हेलो गर्नु ल दाइले पनि फेरि यहाँ गर्दै हुनुहुन्छ है फेरि यहाँ सेटअप गर्दै हुन्छ यहाँ चुला सेटअप गर्दै हुनुहुन्छ ग्यासको ल हामीसँग आज आगो पनि छ यहाँ बारबिक्यू गर्ने पनि छ सबै छ यहाँ हामीले लिएर आइसकेको छौँ मुढाहरू हेलो गरिदिनु ल यहाँ रेडी हुँदैछ है ल हाम्रो टेन्ट चाहिँ रेडी भयो है
ल यहाँबाट भ्यू यस्तो हुन्छ। ल हाम्रो टेन्ट मजाले रेडी भयो। अब यहाँ सेकुवाहरू बन्छ टक्क पारेर गाडी दामी। ल किल्लासँग हामीले के हो त होइन बाँधौँला किल्लामा है, अर्को किल्लामा बाँधौँ क्या। अर्को किनामा बान्ने हो, त्यो त अर्को किल्लामा चाहिँ बाँधौँ, अर्को किनामा बान्नुपर्छ। बुझ्यो? त्यसमा नबाँधौँ, होइन त्यसरी नगर साथी। होइन त्यसमा लोड पर्छ सुरुको। त्यो त एउटामै लोड पर्छ क्या। ल फाइनली हाम्रो टेन्ट रेडी भयो। अब हामी यहाँ दाइले यहाँ आगो बाल्नु सुरु गरिसक्नु भएछ। अब यहाँ आगो बल्छ, त्यसपछि हामी यहाँ रमाइलो गर्छौँ। ल हाम्रो आगो पनि रेडी भयो, क्याम्पिङको पनि भइसक्यो। हामीले यो सेट गरिसकेको छु। यहाँ साथीले खाना खाँदैछ, बिरामी छ साथी। यहाँ दाइले मिलाउँदैछ। अब टक्क त्यही हो, आगो मजाले समात्यो। ल हरे पोल्दै खाने मैले खास सुकाउनु चाहिँ राखेको हो त्यो दामी। ल आगो पनि बलिरहेछ। ल हाम्रो यहाँ क्याम्पिङ साइट पनि रेडी भइसक्यो। त्यही हो, हामीले टेन्ट पनि फिक्स गरिसक्यो। यही हो भ्यू चाहिँ राम्रो छ एकदमै। बोटो छेस्का छेस्की चाहिँ धेरै बनाऊ सक्ने। 11 बज्नै लागिसक्यो फेरि झ्याउ त। ल हाम्रो क्याम्पिङहरू सबै रेडी भइसकेको छ, टेन्टहरू लगाइसकेको छ हामीले। अब यही हो आजको रात यतै यसरी नै बित्छ जस्तो छ। टेन्ट लगाइसक्यो हामीले। अब यहाँ टक्क पोलिसकेपछि सेकुवाहरू मजाले खाने हामी टक्क। त्यही हो, आज चाहिँ हामीसँग टाइम धेरै नभएर हतार बनाउँदैछु। अब हामी भोलितिर चाहिँ रमाइलो गरेर बिस्तारै पकाउँछु। आज चाहिँ टाइम धेरै छैन हामीसँग, त्यही भएर चाहिँ अहिले सेकुवा पोल्दैछ यहाँ साथीले। कस्तो भइरहेछ साथी पोल्दा? ठिक छ नि। अहिलेको लागि यति नै। अब हतार पोल्दै अब बनाएर छिटो खाएर भागिहाल्नु पर्ने छ। भोलि कति 11 बजीतिर 10 बजीतिर भन्दैछ। अब हेरौँ कति बजी निस्किन्छौँ हामी। तर अहिले चाहिँ भन्दैछ खासमा कोइला बनाउनु पर्ने हो। अब टाइम नभएर हतार यस्तै हो, डढिसक्यो अलिअलि। ठिकै छ, अब चाहिँ बल्छ हामी, अब चाहिँ हुन्छ क्या। तर ल रात परिसक्यो अहिले। अब हामी सुत्नु लागेको। यहाँ साथी छ, त्यही हो अँध्यारो भइसकेको छ, केही देखेको छैन। ओभर हावा आइरहेछ यार। सायद भोलि भयो भने क्याम्पिङ स्याम्पिङ बन्द गरेर अब होटेलतिर बस्नु पर्ला जस्तो छ। दुई दिनको लागि सकिँदैन जस्तो छ। अब वर्ष जाडो त्यस्तै छ, गाह्रो छ। त्यही पनि अहिले सल्लाह हुन्छ भरे भोलितिर के गर्ने। त्यो अनुसार चिसोले बाहिर बस्नु नसकिने अवस्था छ। ल हामीले चाहिँ आज यो ओभरै हावा आएर आज सायद लास्ट डे टेन्टको सोचिरहेछ। त्यसपछि हामी होटलतिरै बस्छु होला, मोटलतिर या त होटल जता हुन्छ त्यतातिर बस्छु होला। तर ओभरै हावाले टेन्सन थियो। हावा नभएको चाहिँ रमाइलो थियो। ठिकै छ, अब अझै पनि हामीसँग जोडेर बस्दै गर्नु होला। पार्ट 2 आउँदैछ। आजको लागि यति नै गर्दै अब हामी सुत्छु। त्यसपछि अब सिधै सुत्नु अगाडि अब तातो सुप खान्छु। अब हामीले ल्याएको सामानहरू अब सायद त्यो फ्याल्नुपर्छ कि के हो। अब त्यो के हुन्छ होइन। किनेर मासु घरै पुग्छ, सेको हानिन्छ घर पुगेर। त है त्यसमा आइस मासु भन्दा हान्दिने पाँच आइसको आइस चिसो सब। सेका पनि हामीले बनाइन धेरै। दाइ पनि बिरामी हुनुभयो हाम्रो ड्राइभर दाइ। अब हामी त्यही हो जान लागेको। आजको लागि यति नै भन्दै see you next time।